नमस्कार सम्पूर्ण साथीहरू। आज चाहिँ मानव अधिकार आयोगले जेएनजी घटनामा संलग्न व्यक्तिहरू को दोषी छन् भनेर चाहिँ प्रतिवेदन सार्वजनिक गरेछ। प्रतिवेदनमा चाहिँ उल्लेख गरेका व्यक्तिहरूमा चाहिँ विशेष गरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङहरू लगायतलाई चाहिँ मानव अधिकार हनन गरेको उनीहरूलाई कारबाही गर्नु भनेर सिफारिस गरेको छ। त्यस्तै विभिन्न टिकटकर, फेसबुक प्रयोगकर्ता, युट्युबरहरूलाई पनि नाम उल्लेख गरेरै कारबाही गर्नु र सूक्ष्म अध्ययन गर्नु भनेर चाहिँ सिफारिस गरेको छ। त्यस्तै चुनावी सरकारका प्रमुख सुशीला कार्की पनि यो जेएनजी आन्दोलन भड्काउनमा चाहिँ विशेष भूमिका खेलेको भनेर उसलाई पनि सूक्ष्म अध्ययन गरेर कारबाही गर्नु भनेको छ। त्यस्तै कार्की आयोगका सभापति गौरीबहादुर कार्कीलाई पनि यो जेएनजी आन्दोलनमा भड्काउपूर्ण अभिव्यक्ति दिएको र उसलाई पनि अनुसन्धान गरेर कारबाही गर्नु भनेको छ। त्यस्तै यो जेएनजी आन्दोलनको बेलामा चाहिँ जेलमा रहेका, तत्कालीन समयमा जेलमा रहेका राष्ट्रसभाका सभापति रवि लामिछाने पनि जेलबाट भागेको र चाहिँ यो फौजदारी कसुर सम्बन्धी मुद्दामा उसलाई पनि फेरि कारबाही गर्नु भनेर सिफारिस गरेको। उसलाई भगाउनलाई पनि अब उसका पार्टीका नेताहरूले चाहिँ सहयोग गरेको भनेर 15-16 जना राष्ट्रसभाका सांसदहरूको नामै टोकेर बताएको छ। अब यसमा चाहिँ अब कुन कुन नेताहरू परे, कुन कुन नेताहरू परेन, यो चाहिँ अलग पाटोको कुरा हो। तर कुन कुन नामहरू पर्नै पर्ने मान्छेहरूको किन परेन भन्ने कुराहरू म चाहिँ अब भन्न गइरहेको छु। यसमा चाहिँ अब प्रहरी प्रमुख, सशस्त्र प्रहरीको प्रमुखहरू सबैको नामै उल्लेख गरेर उहाँलाई चाहिँ विभागीय कारबाही गर्नु भनेर चाहिँ यो मानव अधिकारले भनेको छ। तर चाहिँ अब यो सरकारले चाहिँ सरकारको दबाब हो या आर्मीको दबाब हो, तर चाहिँ जुन बेला चाहिँ शान्ति सुरक्षा कायम गर्नुपर्ने आर्मी प्रमुखलाई चाहिँ कुनै कारबाही गर्ने चाहिँ कुनै सिफारिस गरेको छैन। र अब त्यसपछि जुन जेएनजी आन्दोलन भएर एकदमै भड्काउपूर्ण अभिव्यक्ति दिने बालेन शाह, जसले भनेका थिए तिम्रा छोराछोरी भए पो तिमीलाई चाहिँ बाउ छोराछोरी गुमाउनुको पीडा थाहा हुनु छ, तिमी चाहिँ एक किसिमको हत्यारा हो, आतङ्ककारीहरू भनेर अभिव्यक्ति दिने बालेन शाहको नाम कतै पनि छैन। यसमा चाहिँ हामीले के शङ्का गर्न सकिन्छ भने कतै यो मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि तोडमोड त गरिएको होइन। पहिल्यै आउनुपर्ने प्रतिवेदन निकै ढिलो गरी आफ्नो गल्तीहरू आफूहरू पर्न सक्ने व्यक्तिहरूको नाम छुटाएर अरूहरूलाई चाहिँ मात्रै पारेर आफूहरू बस्नलाई चाहिँ यो प्रतिवेदन ढिलो गरी सार्वजनिक गरियो कि भन्ने कुरा पनि हामीले चाहिँ शङ्का गर्न सक्छौँ। अब जे होस्, प्रतिवेदन ढिलै भए पनि सार्वजनिक भएको छ र अब चाहिँ अगाडि सरकारले कस्तो किसिमको कदम